लसु फ्यापुला नमस्कार। म तपाईहरु समक्ष 2570औं बुद्ध जयन्तीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज म एक दिन ढिला हिजो केही भिडियो बनाएको थिएँ, त्यो हिजो कारणवश मैले अपलोड गर्न सकिनँ। एक दिन ढिला भए पनि आज म तपाईहरु समक्ष यो भिडियो अपलोड गर्न गइरहेको छु। सर्वप्रथम त 2570औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। शान्ति होस्, शान्ति मिलोस्, सुख होस् भनेर यो पृथ्वी लोकमा बाँचेका प्राणी जगत र मनुष्य जगतमा खुसी आओस्, शान्ति मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु। त्यसै गरी किरा समुदायका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई साकेला बलि पर्वको अवसरमा पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। अब मैले हिजो बनाएका केही भिडियोहरू गुम्बा देव शान्ति पूजा गरेर चाहिँ हामीले शान्ति र्याली बेलबारी बजार वार्ड नम्बर 1 र 3 का केही क्षेत्रमा हामीले र्याली आयोजना गरेका थियौँ र मगर गुम्बाबाट सुरु गरी मगर गुम्बामै समापन गरेका थियौँ। अब हामी त्यहीँ भेला भएको छ। नेपाल तामाङ बौद्ध गुम्बामा आज 2570औं बुद्ध जयन्तीको अवसरमा पूजा पाठ गरी यहाँ उपस्थित हुनुभएको छ पूजा पाठ गर्नलाई। र माथि पूजा पाठमा मलम धमाधम भइरहेको छ। तपाईहरुलाई अब पूजा गर्ने स्थानमा लिएर जाँदैछु। विशेष गरी आज बुद्धिस्ट समुदायद्वारा चाहिँ यसरी नै गुम्बामा आएर पूजापाठ गरेर चाहिँ विभिन्न तरिकाले चाहिँ मनाउने गरिन्छ। र आज यहाँ अब हाम्रो गुम्बामा बौद्ध धर्मावलम्बी भक्तजनहरूको उपस्थिति बाक्लै रहेको छ। लामाहरूबाट छोई खाने बेला पनि भएछ। बेलबारी नेपाल तामाङ बौद्ध गुम्बामा यसरी पूजा आराधना गरिरहेछ। यहाँ बुद्ध जयन्तीको अवसरमा चाहिँ सम्पूर्ण मगर गुम्बामा गएर चाहिँ त्यहाँबाट हामी संयुक्त र्याली गर्नेछौँ। तामाङ समुदाय, मगर समुदाय र गुरुङ समुदायबाट चाहिँ हामी तल भेला भएर चाहिँ त्यहाँबाट चाहिँ संयुक्त रूपमा र्याली जाँदैछौँ। अहिले हाम्रो तामाङ समुदायहरू चाहिँ छोई बोकेर चाहिँ तल गइसक्नु भएको छ, जाँदै हुनुहुन्छ। सम्पूर्ण तामाङ समुदायबाट उपस्थित हुनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू चाहिँ अब हामी र्यालीमा मगर गुम्बाबाट संयुक्त रूपमा चाहिँ 2570औं बुद्ध जयन्तीको अवसरमा हामी शान्ति र्याली बेलबारी नगरपालिकाको वार्ड नम्बर 1, 2, 3 को क्षेत्रभित्र पर्ने बेलबारी बजारमा चाहिँ हामी अब र्याली गर्न गइरहेछौँ। यो र्याली विशेष गरी प्राणी जगत र पशु जगत र मनुष्य जगतमा शान्ति छाओस् भनिकन हामीले यो र्याली आयोजना गरेका हौँ। विशुद्ध यो धार्मिक र शान्तिपूर्ण र्याली भएको कारणले गर्दाखेरि अब हामी तुरुन्तै यहाँबाट प्रस्थान गरेर चाहिँ
मगर गुम्बाबाट फेरि संयुक्त रूपमा र्याली यो बजार एरियामा अगाडि बढ्नेछौँ। 2870 बुद्ध जयन्तीको अवसरमा बेलबारीमा बसोबास गर्ने सम्पूर्ण बौद्ध धर्मावलम्बी तामाङ गुरुङ मगर समुदायको संयुक्त रूपमा चाहिँ अब हामी र्याली को लागि बजार परिक्रमा गर्दैछौँ। लासो फ्याफुल्ला नमस्कार, सेवा छ्याजलो नमस्कार सबैलाई। त्यसै गरी आज हामी चाहिँ यहाँ संयुक्त रूपमा चाहिँ र्याली शान्ति र्याली नमस्कार हजुर सबैजना छ्याजलो नमस्कार झोरले। यसरी यही तरिकाले हामी छ्याजलो नमस्कार छ्याजलो सम्पूर्णलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यसरी हामीले यो तामाङ मगर गुरुङको संयुक्त रूपमा चाहिँ हामीले र्याली आयोजना गरेको हुँदाखेरि यहाँ उपस्थित हुने सम्पूर्ण तामाङ गुरुङ र मगर समुदायका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्णलाई हार्दिक बधाई गर्दै दिँदै 2570 बुद्ध जयन्तीलाई सफल रूपमा चाहिँ हामीले बेलबारी बजार परिक्रमा गरेर चाहिँ शान्ति र्याली आयोजना गरेको हुँदाखेरि यहाँ सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई 2570 बुद्ध जयन्तीको अवसरमा चाहिँ तपाईँको प्राणी जगत पशु जगत र मनुष्य जगतमा शान्ति छाओस् भनेर हार्दिक अनुरोध गर्दछु। 2570 बुद्ध जयन्तीको अवसरमा आज हामीले नेपालका बेलबारी नगरपालिकामा बसोबास गर्ने तामाङ मगर र गुरुङ समुदायबाट चाहिँ एकमुष्ट शान्ति र्याली आयोजना गरेको हुँदाखेरि यहाँ उपस्थित रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ र प्राणी जगत मनुष्य जगत र पशु जगतमा शान्ति छाओस्, यो विश्व शान्तिमय होस्, शान्तिपूर्ण रहोस् भनेर चाहिँ हामी सम्पूर्णलाई चाहिँ र पछाडि माइकिङ हुनेछ भने पछाडि हाम्रो यो र्याली ब्यानरको पछाडि चाहिँ हजुरहरूलाई एकदम उपस्थित हुनु भइसकेको छ। अब हामी बेलबारी बजार परिक्रमा गर्दैछौँ। छ्याजलो नमस्कार झोरले। सम्पूर्ण आज हामी यसरी तामाङ मगर र गुरुङ समुदायबाट चाहिँ उपस्थित भएर चाहिँ हामीले बुद्ध जयन्तीको अवसरमा शान्ति र्याली आयोजना गरेको हुँदाखेरि यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छौँ। झोरले सम्पूर्णलाई झोरले छ्याजलो फ्याफुल्ला। ल आज हामी यसरी उत्साहपूर्वक शान्ति र्याली आयोजना गरिरहेका छौँ। बेलबारी नगरपालिकाको बेलबारी बजारमा चाहिँ आज हामीले तामाङ मगर र गुरुङ समुदायबाट यसरी नै 2570 बुद्ध जयन्तीलाई शान्तिपूर्ण शान्ति र्याली आयोजना गरेर हामीले मनाउँदैछौँ। अहिले पनि अशान्तिहरू फैलिएको छ, जो जतिहरू झगडा भइरहेछ विश्वमा शान्ति छाओस् भनेर चाहिँ यो शान्ति र्याली आयोजना गरेको छौँ। यो मनुष्य जगतमा मात्रै नभएर प्राणी जगतमा पनि शान्ति सुव्यवस्था छाओस् भनेर चाहिँ हामीले यो 2570 बुद्ध जयन्तीको अवसरमा चाहिँ हामीले बुद्ध जयन्तीको अवसरमा चाहिँ यो शान्ति र्याली आयोजना गरेका छौँ। हस् त धन्यवाद हजुरलाई। 2570 बुद्ध जयन्तीको अवसरमा हामी तामाङ मगर गुरुङ समुदायको संयुक्त रूपमा चाहिँ हामीले शान्ति र्याली आयोजना गरेको हुँदाखेरि आज हामीले विशेष गरी मगर गुम्बाबाट चाहिँ यो शान्ति र्याली आयोजना गरेका छौँ। तिनै समुदायबाट प्रत्येक वर्ष एक समुदायको गुम्बाबाट चाहिँ हामीले यसरी शान्ति र्याली आयोजना गरेका छौँ। यो 2570 बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण देश विदेश तथा सम्पूर्ण ठाउँमा रहनुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। त्यति मात्र नभएर मनुष्य जगत प्राणी जगत र सम्पूर्ण जगतमा चाहिँ सुख शान्ति छाओस् भनिकन शान्ति र्याली आयोजना गरेको हुनाले सम्पूर्ण यस शान्ति र्यालीमा उपस्थित हुनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना र धन्यवाद हामी व्यक्त गर्दछौँ। उहाँहरूले आज हामीलाई यसरी शान्ति र्याली आयोजना गर्नका लागि जुन हिसाबले उहाँहरूले हामीलाई यो साथमा साथ हातमा हात काँधमा काँध मिलाएर चाहिँ सहायता गर्नु सहयोग गर्नुभएको छ। विशेष गरी हामी विश्वमा रहेका जति पनि मनुष्य प्राणी जगत यो भौतिक संसारमा चाहिँ हामीले शान्ति चाहेका छौँ। आजसम्म विभिन्न देश विदेशमा युद्ध झै झगडा तेरो मेरो भनेर चाहिँ गरिएको छ। तर आज हामी चाहिँ यो बुद्धको जन्म जयन्तीको अवसरमा चाहिँ शान्ति र्यालीको
आयोजना गरी हामी शान्ति र्यालीमा उपस्थित भएका छौँ। सर्वमङ्गलम भव भन्न चाहन्छु। बुद्धम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि भन्न चाहन्छु। त्यो भएको कारणले गर्दाखेरि आज हामीले यो बुद्ध जयन्तीलाई भव्य र सभ्य रूपमा बेलबारी नगरपालिकाको बेलबारी बजारमा यो बजार परिक्रमा गरेर चाहिँ भव्य रूपमा हामीले यो शान्ति र्याली आयोजना गरी हामीले मनाउन गइरहेका छौँ। र्याली गर्ने क्रममा अहिले हामी मगर गुम्बाबाट सुरु भएको अहिले र्याली बेलबारी बजार वार्ड नम्बर 1 मा बजार क्षेत्रभित्र परिक्रमा गरिसकेर अहिले हामी बेलबारी नगरपालिका वार्ड नम्बर 3 को क्षेत्रभित्रमा प्रवेश गरेछौँ। अहिले हामी यहाँबाट मगर गुम्बामा पुगेर चाहिँ यो र्याली समापन गर्नेछौँ। सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि बुद्ध जयन्तीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना। दसो फेपुल्ला छ्याजलो झोर्ले नमस्कार सबैलाई। ल सम्पूर्ण आमा बुवा दिदीबहिनीहरू एकदम उत्साहपूर्वक हाम्रो बुद्धको जयन्तीको अवसरमा शान्ति र्यालीमा उपस्थित भइकन हातमा हात मिलाएर अगाडि बढिराख्नु भएको छ। यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक मङ्गलमय शुभकामना। लसो फ्यापुल्ला नमस्कार झोर्ले छेजलो सबैलाई। शान्तिको प्रतीक त्यसै गरी आज हामी बेलबारी क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बुद्ध धर्मावलम्बीहरूलाई एकत्रित गराई शान्ति र्याली आयोजना गरी आज हामीले यसरी बुद्ध जयन्ती मनाइरहेका छौँ। विश्वमा रहेका सम्पूर्ण मनुष्य जगत, प्राणी जगत, पशु जगतमा शान्ति होस्, सुख मिलोस्, सुसाध्य होस् भनिकन हामी सबै प्रार्थना गर्दछौँ। यसरी हाम्रा दिदीबहिनीहरू दाजुभाइहरू सम्पूर्ण हिँड्न नसक्नेहरू यसरी सफारीमा आउँदै गर्नुभएको छ। यहाँहरू सम्पूर्णलाई फेरि पनि बुद्ध जयन्तीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै हामीले यो शान्ति र्याली यो प्रचण्ड गर्मीमा पनि एक उत्साहपूर्वक सहभागिता भई हामीले भव्य रूपमा चाहिँ यो शान्ति र्याली आयोजना गरिरहेका छौँ। यहाँ उपस्थित रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना। र यो र्याली हामी बेलबारीमा बसोबास गर्नुहुने तामाङ समुदाय, गुरुङ समुदाय र मगर समुदायहरू जति पनि बुद्ध धर्मावलम्बीहरू हुनुहुन्छ हामी सम्पूर्ण एकमुष्ट जम्मा भइकन आज हामीले यो शान्ति र्याली आयोजना गरेका छौँ। र यो प्रत्येक वर्ष अरू विभिन्न फरक समुदायबाट हामीले आयोजना गरिरहेका छौँ। यसपटक मगर समुदाय यसको मूल आयोजक हुनुहुन्छ भने तामाङ र गुरुङ समुदायहरू सहआयोजकको रूपमा भेला भई एकदम उत्साहजनक यो प्रचण्ड गर्मीमा हामीले शान्ति र्याली आयोजना गरिरहेका छौँ। र यो शान्ति र्याली आयोजना गर्दाखेरि हामी सम्पूर्ण बुद्ध धर्मावलम्बीहरू र स्वदेश तथा विदेशमा रहेको र यो पृथ्वी लोकमा रहेको प्राणी जगत, मनुष्य जगत र भगवान् बुद्धलाई साँची राखेर विश्व शान्ति पूजा गरेर आज हामीले यो शान्ति र्याली गरिरहेका छौँ। र हामी बुद्ध धर्मावलम्बीहरू यही भन्न चाहन्छौँ, यो पृथ्वी लोकमा शान्ति होस्, सुख होस्, शान्ति मिलोस् र यसको साथसाथै सम्पूर्णलाई शान्तिको शुभकामना व्यक्त गर्दछौँ। र हामी यसरी नै प्रत्येक वर्ष बुद्धको जन्मोत्सवको शुभ अवसरमा यसरी सौहार्दपूर्ण वातावरणमा भव्य रूपमा उपस्थित भएर चाहिँ हामी बुद्ध जयन्तीलाई सफल बनाउँछौँ, शान्तिको प्रार्थना गर्दछौँ, शान्ति होस् भन्छौँ। र हामी यही भन्न चाहन्छौँ, सम्पूर्ण विश्वमा रहेका बुद्ध धर्मावलम्बीहरू हामी सम्पूर्ण एकै स्वरमा हातमा हात काँधमा काँध मिलाएर चाहिँ बुद्धम शरणम गच्छामि, धम्म शरणम गच्छामि, सङ्गम शरणम गच्छामि भन्न चाहन्छौँ। र यहाँले तपाईँहरूले देखिराख्नु भएको छ कसरी उत्साहपूर्वक आफ्नो जातीय संस्कार अथवा जातीय वेशभूषाका रूपमा हामीहरू गुरुङ, मगर, तामाङहरू
हामी उत्साहपूर्वक आफ्नो आफ्नो जातीय वेशभूषा लाएर यो शान्ति र्यालीलाई यो प्रचण्ड गरिमा पनि सफल दिलाउनका लागि उपस्थित भएका छौँ। यहाँहरू सम्पूर्ण देश विदेशमा रहनुहुने यो शान्ति र्यालीमा उपस्थित रहनुभएका आमा बुवा दिदी भाइ दाजुभाइहरूलाई म उत्साहपूर्वक उपस्थितिको लागि उहाँले कस्तो महसुस गर्नुभएछ म सुन्न चाहन्छु। तपाईँलाई आज यो शान्ति र्याली गर्दा कस्तो लागिरहेछ? एकदम खुसी हो हामी सबैजना। बुद्धम शरणम गच्छामि, सबैजना खुसी छौँ हामी। यो र्याली उपस्थित भइरहेको तपाईँहरूलाई कस्तो लागेको छ? रमाइलो? थाक्नु भएको छैन? गर्नु भएको छ कि छैन? छैन। हामी शान्ति र्यालीको लागि यसरी उपस्थित भएका छौँ। तपाईँहरूलाई कस्तो लाग्दैछ यो र्याली? एकदम मिठो। आन्टी भन्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई? तपाईँहरूलाई कस्तो लागिरहेछ यो र्यालीमा उपस्थित? ल तपाईँहरूलाई पनि शुभकामना। र्यालीमा उपस्थित हुँदा कस्तो लागिरहेछ तपाईँहरूलाई? तपाईँहरूलाई कस्तो लागिरहेछ उपस्थित हुँदाखेरि? हजुर तपाईँहरूलाई कस्तो लागेको छ यो र्यालीमा उपस्थित हुँदाखेरि? गुरु तपाईँलाई कस्तो भइरहेछ? राम्रो। हस् धन्यवाद धन्यवाद। कस्तो लागिरहेछ? राम्रो राम्रो। हजुरहरूलाई कस्तो लागेको छ? ल ल शान्ति र्यालीमा उपस्थित हुनुभयो धेरै धन्यवाद। तपाईँलाई कस्तो लागिरहेछ? तपाईँलाई कस्तो लागेको छ? राम्रो लागेको छ। तपाईँहरूलाई कस्तो भइरहेछ? एकदम राम्रो। हजुरहरू सबैलाई मजाले भइरहेछ? अनि भगवान् बुद्धलाई प्रार्थना गरेर यो र्यालीमा उपस्थित हुँदा कस्तो लागेको छ? राम्रो। तपाईँहरूलाई कस्तो लागेको छ? हजुरहरूलाई शुभकामना। कस्तो लागेको छ र्यालीमा आउँदा? हजुरहरूलाई भन्नुहोस् कस्तो भइरहेको छ अहिले र्यालीमा उपस्थित हुँदाखेरि? एकदम राम्रो। आफ्नो वेशभूषामा उपस्थित हुनुभएको छ। तपाईँलाई कस्तो लागिरहेछ र्यालीमा उपस्थित हुँदाखेरि? एकदम रमाइलो। आमाहरू सबैलाई रमाइलो भएको छ? ल ल ल ल हामी सम्पूर्णलाई यो विश्व शान्ति र्याली आयोजना गर्दा हामी सबैलाई रमाइलो लागिरहेको छ। यहाँ आयोजकज्यूहरू पनि यहाँ पछाडि आउँदै हुनुहुन्छ। हजुरहरूलाई चाहिँ यो र्याली कस्तो लागिरहेछ? कस्तो यो अवसरमा उपस्थित हुँदाखेरि तपाईँहरूलाई कस्तो महसुस भइरहेको छ? अति राम्रो यो सालको चाहिँ यो भव्य प्रचण्ड गरियो पनि सबैजना उत्साहपूर्वक सहभागी हुनुभएको छ र सम्पूर्ण उपस्थित हुनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो बेलबारी क्षेत्रभित्र बसोबास गर्नुहुने सम्पूर्ण बुद्ध धर्मावलम्बीहरूलाई चाहिँ भित्री मनदेखि हामी तामाङ समुदाय, गुरुङ समुदाय र मगर समुदाय, विशेष गरी आजको हाम्रो र्याली चाहिँ मुख्य आयोजक मगर समुदाय भएको हुँदाखेरि हामी सह आयोजक तामाङ र गुरुङ पनि उपस्थित भएका छौँ। 75 बुद्ध जयन्ती अवसरमा आज हामीले यही मगर गुम्बाबाट चाहिँ र्याली सुरु गरेका थियौँ र अब यसको अन्त्य पनि यहीँबाट हुँदैछ। यहाँ विभिन्न ठाउँबाट आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू एकदम उत्साहपूर्वक उपस्थित हुनुभएको छ। अब हाम्रो र्याली तुरुन्तै सकिँदैछ। अब हाम्रो र्याली बेलबारी बजार परिक्रमा गरेर हाम्रो अन्तिम आयोजक मगर समुदायको मगर गुम्बामा आएर मगर गुम्बाको यो प्राङ्गणमा चाहिँ हामीले समापन गर्नेछौँ। यो प्रचण्ड गर्मीमा बेलबारीवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू उत्साहपूर्वक उपस्थित भएर यो हाम्रो शान्ति र्यालीलाई एकदम उत्साहजनक तरिकाले चाहिँ समापन गर्नको लागि उपस्थित हुनुभएको छ। यो प्रचण्ड गर्मीमा पनि गर्मी नठानिकन उहाँहरूले चाहिँ हामीलाई साथ दिनुभएको छ र हाम्रा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू अब हामी यो स्थानमा हाम्रो बुद्ध प्रवचन सुनेर र प्रसाद ग्रहण गरेर हामीले हाम्रो यो शान्ति र्यालीलाई यहीँ समापन गर्नेछौँ र उपस्थित रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि धन्यवाद। हामी तामाङ मगर र गुरुङ समुदायबाट उपस्थित भएर चाहिँ यो र्याली आयोजना गरेका छौँ र हाम्रो जातीय वेशभूषा लगाएर चाहिँ हामी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू उपस्थित भएको हुँदाखेरि यहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ। अब हामी यो प्रचण्ड गर्मीको बावजुद पनि यो गुम्बाभित्र प्रवेश गरेर वचन सुनेर चाहिँ हामी प्रसाद ग्रहण गरेर चाहिँ हाम्रो आजको यो शान्ति र्याली
अर्को वर्षसम्मको लागि समापन गर्दछौँ। यहाँहरू सम्पूर्णलाई सधन्यवाद दिँदै भित्री हृदयबाट धन्यवाद भन्न चाहन्छु र फेरि पनि हाम्रो 2570 बुद्ध जयन्तीको अवसरमा यो पृथ्वी लोकमा रहेका प्राणी जगत र मनुष्य जगतमा शान्ति होस्, सुख होस्, शान्ति मिलोस् भनेर प्रार्थना गर्दै अर्को वर्षसम्मको लागि हामी बिदा हुन चाहन्छौँ र यो वर्ष मगर समुदाय मुख्य आयोजक थियो भने अर्को वर्ष गुरुङ समुदायको मुख्य आयोजक कस्तो रहनेछ भने त्योभन्दा पछिल्लो वर्ष तामाङ समुदायको आयोजक कस्तो रहनेछ। यसरी नै हामी उत्साहपूर्वक यो बुद्ध जयन्ती भगवान् बुद्धलाई प्रार्थना गरेर आजको यो शान्ति र्याली अहिले हामी अन्तिम अवस्थामा त्यसै गरी यहाँ आज उभौली साकेला पर्वको अवसरमा किराँत समुदायहरू पनि उहाँहरू आफ्नो आफ्नो वेशभूषामा हामीलाई साथ र सहयोग दिनको लागि उपस्थित हुनुभएको छ। यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै शेष तामाङ पनि गाछो फ्याफुल्ला नमस्कार भन्दै 2570 बुद्ध जयन्तीको अवसरमा यहाँहरू सम्पूर्णलाई म सन्देश तामाङ